गृहमन्त्रीसँग कसैले फोटो खिचाएर मेरो आफ्नो परिवारै हो, तपाईँलाई मसँग गृहमन्त्रीसँग फोटो छ, मेरो गृहमन्त्रीसँग यस्तो सम्बन्ध छ, मेरो परिवार हो, मेरो साथी हो, भाइ हो भनेर तपाईँहरूलाई धम्काउँछ भने देशैभरि सबसे मजासित उनीहरूलाई कारबाही हुन्छ। बुझ्नुभयो? उनीहरूलाई कारबाही हुन्छ। मेरो आफ्नै परिवार भने गलत गर्छ भने कारबाही हुन्छ। तपाईँले नसोच्नु होला हामी चाहिँ अब त्यो आफ्नो परिवार हुन्छ, साथी हुन्छ, ऊ भाइ मसँग फोटो खिचायो होला, ऊ मसँग फोटो खिचायो होला, मसँग गृहमन्त्रीसँग यसरी फोटो खिचाएको छु भनेर गलत गर्दै हिँड्छ भने एकदम राम्रो। तपाईँले प्रहरीमा उजुरी दिनु होला, होइन? नत्र देशैभरि कुनै ठाउँमा तपाईँले 100मा फोन गर्नु होला, गृहमन्त्रीको फोटो देखाएर म परिवार हो भन्दै मलाई ठग्या छ, मलाई धम्काएको छ, मलाई यस्तो गरेको छ, उस्तो गरेको छ भने 100मा 100मा मात्र फोन गरिदिनु होला, म 100मा भनिदिन्छु। त्यो आउने बित्तिकै त्यो मान्छेलाई कुन ठाउँबाट हो त्यही ठाउँबाट हामी उठाउँछौँ। उनीहरू पक्रिनु पर्ने हो, कसरी कारबाही गर्नु हामी गर्छौँ। त्यही भएर तपाईँ त्यसमा ढुक्क हुनुहोस्। गृहमन्त्रीले कसैलाई जोगाउँदैन, यो तपाईँहरूलाई म विश्वस्त पारेर चाहन्छु है। त्यही भएर अघि भर्खर मैले देखेँ, एकजनाको फोटो देखेँ, हाम्रो पार्टीको भए पनि केही फरक पर्दैन।